बेथा लागिसक्यो मलाई यहाँनिर खुर्का आउने तेरो बेथा मलाई के थाहा ए अब थाहा हुँदैन ए सुत्ने बेला दुनियाँसँग सुत्छ लास्ट टाइम मलाई भन्छस् लाज छैन कोसँग सुतेको देखि कोसँग सुतेको देखि त सुत्ने बेला दुनियाँसँग सुत्नी देखिस् कोसँग लास्ट टाइम मलाई भन्ने माता धेरै आरोप नलगाए छोरी मान्छे भन्ने तिमीले हाले हेर्न पाइन्छ खुर्का खुर्का यहाँनिर आइज यहाँनिर मेरो एभिडेन्ट म आउन म त कसको नासो भन् कसको नासो म विदेश गएको थिएँ विदेशबाट आएपछि त मै सरप्राइज भएँ अरे मेरो बच्चा पाउने बेला भयो साथीहरू यो रुबिन खड्का कहाँ गयो के गर्ने हो के गर्ने यहाँ देख्नु भएन पाउने भएको कसले बनायो यस्तो तपाईँले यो रुबिन खड्काले पनि ब्याउने बनाएर गयो छोडेर एक्सक्युज मी यो मेरो होइन च्यावाली यो मेरो होइन है कसको हो त मलाई थाहा छैन को मान्छे तर मैले तिमीलाई हेर है च्यावाली प्लिज मेरो म अलिकति इज्जतको मान्छे हो मसँग आफ्नो फेम छ आई हेभ फेमस अहिले अहिले होइन भन्छस् लाज छैन ब्याउने बेलामा बनाइ अहिले आएर होइन भन्न पाइन्छ होइन धेरै नाटक गर्ने होइन बच्चाको बाउको भन्ने एउटा आमालाई थाहा हुन्छ लाज लाग्दैन हेर मैले तँलाई छोएकै छैन केटी मलाई फसाउन पाइन्न मेरो आफ्नो परिवार छ मेरो श्रीमती छ मेरो बच्चा छ दैट सिट ओके यो दुनियाँमा लड्न पर्न चाहन्न प्लिज हो सुत्नुभन्दा अगाडि थाहा थिएन बिहे गरेको छ भनेर बाहिर त लखर लखर केटी चार्दै हिँड्ने त अहिले आएर बुढी छ भने थाहा छैन अरे मैले तिमीलाई कति बेला छोएँ यार कतिखेर छोयो होइन गजनीको यो आमिर खान त होइन नि दिमाग 15 मिनट खुस्किने हेर च्यावली मेरो इज्जत छ यो नहुने कुरा फस्दिएर मैले तिमीलाई छोएकै छैन प्लिज ओके यो अरू कसैको हुन सक्छ हुँदैन होइन यो तपाईँकै हो फेरि यहाँ फेरि म अदालत जान्छु फेरि जेल हालिदिन सक्छु मैले लज्जा यहाँनिर स्वीकार्ने तपाईँकै बच्चा हो खाए खाएर गीत भन्न पाइन्न मेरो बच्चा यो मेरो नाश होइन ओके च्यावली प्लिज आइ एम टेलिङ यु इट्स नट माइन यार कसको हो त त्यसो भयो यो पेटमा बच्चा कसको हो मलाई के थाहा तिमी कोसँग बस्छौ ए कोसँग बस्यौ बस्नु त म मेरो भाइसँग बस्छु नि खुरुक्क यहाँ मसँग बिहे गर्नु पर्यो अब जबरजस्त छ अनि छैन जबरजस्त छ ए भनेपछि सुत्ने बेलामा त आएको थियो त जबरजस्ती आफै अहिले आएर यस्तो बचाउँदा चाहिँ जबरजस्ती भयो लाज साथ छैन है जुन औलामा 20 लाख छ त्यो औला झर्छ ओके मैले गल्ती गरेको छैन यो मेरो नाश होइन प्लिज आइ एम टेलिङ यु ओके होइन मलाई नि थाहा छ खुरुक्क आउने काठमाडौँ यहाँनिर मलाई लिनुलाई तिमीले यसरी मलाई फसाउन पाउँदिनौ च्यावाली मलाई आइसक्यो अब मेरो यहाँ मेरो आफ्नै परिवार छ यार तिमीले मलाई यसरी फसाउन पाउँदिनौ यार प्लिज यार धेरै दर्शकलाई भन्दै बच्चाको बाउ को दर्शकलाई भन्दै प्लिज म त अब भोलि नि पुलिस केस गर्छु अब एकैचोटि अब यिनीहरू समातेर ल्याउँछु काठमाडौँ खुरुक्क कि काठमाडौँ आउनु राम्रो मुखले भनेको छ मेरो बच्चाको नरन गर्नुपर्छ अब गर्नुपर्छ अब फ्यामिली बनाउनु पर्छ खुरुक्क आउनु अब काठमाडौँ हुन्न यहाँ डिएनए टेस्ट हुन्छ डिएनए टेस्ट हुन्छ यहाँ हुन्छ डिएनए टेस्ट हुन्छ हेर चावली म तिमीसँग भेटेको छैन कोहीसँग पनि सम्बन्ध राखेको छैन बुझ्नुभयो के थाहा यी आकाशबाट टक्कै यहाँ मेरो पेटमा के थाहा अहिले थाहा हुन्छ पहिले यहाँ आउनु न हुन पनि सक्छ कोसँग बस्छ मलाई के थाहा बस्छ अहिले बस्छ कि उड्छ अहिले यहाँनिर खुरुक्क आउनु